हेलो गाइज, हामी चाहिँ होइन सिंहमारी जानलाई हामी तयारी भइसकेको छ। हामी खानपिन पनि हामीले खाएर सकिसकेको छ। अब हाम्रो भाइ चाहिँ रेडी पनि भइसकेको छ, यहाँ रेडी हुँदैछ होइन, जुत्ता लाउँदैछ। म पनि रेडी अलमोस्ट भइसकेको छु। सो यो हो गोप्रो र हामी अब निस्किने सुरसारमा छौँ। केही छुट्टो छैन नि हेर, त्यस्तो कुरो कसको मेरो जानुपर्ने छ। So ready on this house. त्यता त्यो त जूमा पर्यो होइन, खोइ हेरौँ न अब के हुन्छ। मिल्यो भने ल यार हामी जाउँ अब है, निस्क्यौँ। ए साँच्ची मेरो त यहाँ उयो थियो नि त, यो चाहियो। ल जाउँ। अलिअलि हान्दैछ। दाजु हामी निस्किन्छौँ नि अहिले। हुन्छ मम्मी जान्छौ? दिदी कतिखेर आउनुहुन्छ अब? जाउँ गाइज। ल हामी चाहिँ निस्किसकेछ होइन दिदी घरबाट। सो हामी चाहिँ अब सिंहमारीतर्फ लाग्दैछौँ। 1 सेकेन्ड। ओ हो हिँड्दै जाने हो कि गाडीमा जाने हो? त्यही त कहाँदेखि होइन त्यही सोधिरहेको छु। हिँड्दै जाने हो कि कहाँसम्म होइन नि कुरो। ल ठिक छ, हामी जाउँ न त अब। ओके बास कुकुर त के हो मजाले सुतिरहेछ त यहाँ क्रिएटमा। लेट्स बी कन्टिन्यू। अनि जस्तो लुगा पनि त सुहाउँछ अन्तिर भनिहाल्छु नि। कुरा गर्छ केटाहरू फेरि। तेरिका अब हामी 2 मिनट 3 मिनट हिँड्नुपर्छ रहेछ चाहिँ हामी पुगिहाल्छौँ। कसमा जहिले मलाई यहाँ चाहिँ होइन यो जब यो ठाउँ आउँछ नि कस्तो गनाउँछ गनाउँछ अरे होइन कि उयो के आवाज भने कि आवाज खिरखिरे क्या मजाको आवाज आइरहेको छ। खिरखिरे के को खिरखिरे कस्तो खिरखिरे हिँड्दै जानुपर्छ नि। बुझिनु मान्छे अब किन हामी गइरहेछौँ त त्यहाँ? मान्छेहरू गएको ठाउँ गएपछि अनि त्यहाँ लाइन बस्नु पर्दैन। लाइन नबसिकन के भन्छ अरे अनि के घरमा टक्कसँग बेडमा कसले चाहिँ उयो ल्याएर दिन्छ अरे? के भन्छ अरे? खाना ल्याएर कसले दिन्छ र? कसले दिन्छ? कसले दिन्छ तिमीलाई? ल हामी चाहिँ यो गाडी भएको ठाउँ चाहिँ आयो होइन, गाडी राख्ने ठाउँ। तर गाडी त एउटै छैन, यहीँनिर हुन्थ्यो। के गर्ने? जाँदै गरौँ, जहाँ भेट्छ अब त्यही चढिदिउँ। फेरि त्यो उयो त्यही त जाँदै गरौँ न, हिँड्दै गरौँ हामी। केही छैन, जाउँ न हिँड्दै जाँदै। केही छैन यस्तो भ्यूहरू यस्तो सिनेरीहरू हेर्दै जान कति मजा आउँछ, कति आनन्द हुन्छ। मनै हुन्छ नि फुल त मनदेखि नै। आहा कुन कुराले फुल फुल्छ मलाई पनि थाहा छ। हरियाली चिया बगान हरियालीले गर्दाखेरि मनैदेखि आनन्दसँग। तर हामी अघि त्यो फर्स्टको थिएन, त्यहाँ हामी गाडी चढ्नुपर्ने रहेछ। त्यहाँ हामीले यहाँ आएर चढिरहेको थियो नि त,
होइन त्यहाँबाट गयो भने उता माथिबाट जान्छ कि त्यो आर्ट ग्यालरी छैन त्यो हो त्यहाँबाट जान्छ नि त तर हामीलाई जाने यताबाट छिटो पर्छ भनेर आएको गाडी सायद तिहारले गर्दा होला तिहार रमाइलो गरेर होला अब घरमा रमझम रमाइलो रङ्गी चङ्गी हरियाली होइन त्यस्तै छ ठिक छ अब हामी हिँड्दैछौँ मुभन गरिरहेको छ यहाँ अगाडि उयो छ नि झर्ना आउनु लाग्यो छैन आउँछ अब एकछिनमा हेरौँ अब चाहिँ हामी यहाँ मन्दिर रहेछ होइन ल मन्दिर दर्शन गरिदिउँ हाम्रो यहीँबाट हाम्रो मन्दिर पनि हेऱ्यो अब झर्ना पनि देखियो होइन यो चाहिँ झर्ना रहेछ पानी आइरहेछ पानी माथिदेखि आउँदो रहेछ है यो सरर तल आएर झर्दो रहेछ होइन हामी यो बाटो हुँदै 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 हामी माथि चढेको छ नि थाहा छ त्यो हुँदै 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 माथि हुँदै हामी चढेर हामी देउसी पहिलो खेलेको थियो नि बुवासँग यो गाडी जान्छ होला हौ तर मान्छे पनि छैन होला के गर्ने गाडी त आयो यो गाडी चाहिँ के गर्ने जान्छ यो गाडी ल ठिक छ टाइम लाग्छ भने चाहिँ हामी हिँड्दै जान्छौँ होइन सो म अन गरिरहेको छु गाडी त आइरहेछ तर को वेट गरेर बस्छ हामीलाई हामी एक्साइटेड छौँ बस्नुभन्दा त हिँडेर गाडी गयो नि त होइन भनेको त्यही कारण सो झर्ना त यहाँ पनि छ त्यो पनि भन्नुपर्दा झर्ना त होइन है किन होइन तिमी होइन यस्तै फुल भई फुलिरहनु भनेर चाहिँ हाम्रो भाइले भन्थ्यो मैले चाहिँ होइन को हुने यस्तो ह्यान्डसम छ फिदा म बुझ्छु कस्तो तारिफ हानिरहेको छ म बुझ्छु कस्तो तारिफ हानिरहेको छ अहिले कस्तो तारिफ हानिरहेको छ something is going to happen so हामी this is how we live I mean how we live to live in this earth okay so फेरि पनि यसै गरी फुलिराख्नु हुने भनेर चाहिँ त्यहाँ चिया बगान यो चिया बगान अनि यहाँ चाहिँ चिया खाने मान्छे है चिया यो बगानको चिया उसले नै खाएर सकाएको होला सबै होइन हजुरहरूले जे सोचेको छ त्यही हो नि हामी चाहिँ मुभ अन गरिरहेको छ हिँड्दैछौँ हिँड्दै हिँड्दै अब कहाँ पुगिन्छ थाहा छैन हामीलाई हामी त हरायो अलपत्र पर्यो ओके यहाँ चाहिँ दार्जिलिङ गभर्मेन्ट हाई स्कुल रहेछ इस्टाब्लिस 1892 मा भएको रहेछ अनि यहाँ पढ्न थालिरहेको छ पढ्ने हो ल जाउँ छैन यहाँ प्रोग्राममा आएको होला कि पार्टीमा ओके छ हामी हामीले चाहिँ दार्जिलिङको कुना काप्चा होइन खोजेर निकालेर यो भाइले मेन फोकस हाम्रो भाइले होइन ओके यो बाटोहरू अहिले हामी जहाँ आइरहेको छ नि सब यो बाटो फाइन्ड आउट गर्नेमा चाहिँ होइन ठुलो हात चाहिँ उसको हो है खतरा हो नि त उसले अब कता जानुपर्छ हामी कता यता जस्तो लाग्छ मलाई हो ल जाउँ यो त होइन यहाँबाट पानी घट्छ गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन डे ओके ओके छ त भए पनि बाटो देखाइदिएकोमा हराउँथ्यो हो त हराइहाल्थ्यो नि हौ म धेरै धेरै ठुलो हात छ तिम्रो यो दार्जिलिङको भ्यू उसले नै भनेको यसरी खिच्ने यसरी बनाउने भनेर
आज भन्नुपर्दाखेरि रियली होइन ल हो जिरो नलेज के एबाउट अहिले मैले जुन खिचिरहेको छु नि भिडियो एङ्गलहरू नभएको भए यस्तो भिडियो बन्दैन थियो चिनजान छ नि मेरो किन नहुनु र बोलाउनु भने चाहिँ एक कल फोन गरेर गाडी छ तर के गर्नु चिनजानवाला नम्बरै अब फोन गर्दा अलिकति अप्ठ्यारो हो नि 100 101 102 103 छ फेरि कति आउने हो फेरि त्यो पो गाह्रो छ हो यहाँ मस्जिद रहेछ नि त दार्जिलिङमा 5 मिनट हो 5 मिनट मजाले हिँडिरहेको छु हामी चाहिँ गाडी आएको वे यही बाटो हुँदै हामी जानुपर्छ यो घुम्न लागेको हो क्या त होइन के ओ साइलाइट पनि त हुन्छ है गाडीमा बिस्तीमा राख्नु मैले त इन्डिया माथि देखिरहेको छ नि यहाँ माथिको पहिला चाहिँ यहाँनिर केबल कार हिँड्थ्यो अहिले यहाँ सरेर चाहिँ उता सिङमाडी अहिले यहाँ खसेर मान्छे कति एक्सिडेन्ट भयो अरे अनि त्यही भएर कोही नो आइडिया सायद होला बक्सै होला नि मान्छे यो पुरानो भइसकेछ नि त अनि हो त्यही भएर जाउ के छ हामी अब बजारै हाल्यो मेन बाटो माथिको होइन 15-20 मिनट हिँडेर आयो भने चोकमै आइपुग्छ रोड आइहाल्यो नि अलि डाँडो छ त्यति मार्केटमा पनि छिरिसक्यो मेन मार्केटतिर हाम्रो बिजी छ हौ यहाँ त पुरा हजुर डल्लै सेन्टको बाख्रा आएको भने छ नि त्यो माथिको चाहिँ भानुभवन होइन त्यहाँ गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेसनको अब मान्छेहरू गोर्खाल्यान्डको दाजु भाइ अङ्कल बुबा आन्टी अब छेउडै नै हो र ल जाउँ न त हामी छैन हौ बिचमा हिँडेको हाम्रो यार अब जुत्ता छ कुन जुत्ता मन पऱ्यो उजललाई सस्तो पाउँछ अरे त यहाँ त आउँछ सस्तो पाउँछ अरे त जुत्ता त यहाँ त जुत्ताहरू हो यही हो मार्केट चाहिँ गाइस हामी चाहिँ अब गाडी चढ्ने ठाउँनिर आइपुग्न लागिसक्यो होइन सो बिजी छ क्राउड छ त्यो त हो नि एकदम हामी अब सिङमाडी जानेतिर गाडी लाग्ने ठाउँतिर हामी पुग्न लागिसक्यो अलमोस्ट है हामी जानुपर्ने अगाडितिर गाडी पाउँछ सो हामी गाडीमा चढ्छ अनि रमाइलो गर्दै जान्छौँ सिङमाडी के थाहा छ हामीलाई कसैले नेपाली भन्दैन होला है मलाई मुस्लिम भन्छ अब हुन्छ नि इन्डिया नै लोकलै भन्छ यहाँको लोकल त हो नि मलाई मुस्लिमै भन्नु दाइ तपाईँ मुस्लिम हो दिइरहेको जस्तो हो र भाइ म मुस्लिम अहिले पाउनु हो भनेर दाइ गफ्न हाल्नु दिइरहेको थिएँ मलाई कसले सोधेको रहेछ त्यो राख्नु कुन चाहिँ भाइ यहाँ अगाडिबाट त किन सोधेको भाइ भनेर दारी झ्याप्प पाउनु दारी नपालेको भए चाहिँ के भन्थ्यो भनेर सोध्नुपर्छ नि भन्न हेर्दा अलिअलि आतङ्ककारी चाहिँ भन्दैन चाहिँ केटा लागि जानुपर्ने त हामी कहाँबाट हो यतैतिर थियो गाडीहरू सिङमाडी यतैतिर थियो यतै थियो होइन दाइ सिङमाडीको गाडी कता लाग्छ अगाडि हो ए सोचौँ कन्फ्युज भयो सिङमाडी जान्छ है दाइ जाँदैन अहिले जाँदैन बिजी छ हो बिजी भएर हो ट्राफिक ल हिँड्दै जाउँ न त सो अब हामी हिँड्दै जाने
सर्टकट बाटो कोही नहाल्यो अब हिँड्दै गर्दैछ क्या मजा हो धेरै लामो छ सिंहमारी हामी जान सक्दैनौँ गाइज त्यही भएर हामी अब यतैतिरसम्म जू पनि जाँदैन हिँड्दै जानुपर्छ हामी कहाँ जाने हिँड्दै जाउँ न त जूसम्म कति सिंहमारी यहाँ हो सिंहमारी त उहाँ हो नि हो टाइम त लाग्छ नि हामीलाई जानलाई त बिजी 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 ठिक छ अब हामीलाई के गर्ने हामी कहाँ जाने मालरोडसम्म जाने कहाँ हुनु यो माल रोड माथिलाई चाहिँ माल रोड भन्छ नि त यो त तलकोलाई त के को माल रोड नि माल रोड भन्दैन के गर्ने हामी चोक भयो त यस्तो जाम छ गाडी त यस्तो साह्रो जाम अहिलेले जाँदैन हौ भनेर भनेको साइको रहेछ अनि यो गाडीहरू कहाँ जान्छ त हामीलाई हिँड्न चाहिँ मन लागिरहेको छैन होइन सो त्यही नै हामी हिँडिरहेको छौँ हामीलाई साँच्ची भन्नुपर्दा मन चाहिँ छैन तर सम मुभमेन्ट केही कुराले गर्दा होइन हिँडेकै ठिक हो किनकि यस्तो जाम छ यस्तो जाम छ अब बुझिहाल्नु बाटो सानो भयो दुइटा यसको अझै डबल भइदिएको भयो अलिकति हुन्छ तर दामी छ अङ्कल सिंहमारी जान कति टाइम लाग्छ हिँडेर 10 मिनटमा कति किलोमिटर छ अब 1 किलोमिटरमा सिंहमारी आउँछ अनि केवल कार त्यतै माथि होइन ती माथि हस् धन्यवाद ल दाजु हजुरलाई ल अब यो आइसक्यो 11 खुट्टा छँदैछ हाम्रो हिँड्दैछौँ हामी होइन हिँडेको कहाँ हो थाहा छ अहिले हामी यहाँ छौँ नि यो ठाउँमा छौँ नि यो ठाउँमा हो हामी आएको चाहिँ हिँड्दै हिँड्दै आएको है फेरि गाइज कता गयो खोइ कता गयो घामले क्या साह्रो टल्काइदिएर भने हो यो देखिरहेको छ नि हो हामी यहाँबाट ठ्याक्कै यसको तलबाट हिँड्दै आएको जस्ट इमेजिन कति हिँड्यो कति एनर्जेटिक छौँ हामी We can do it man, we can do it! हलिउड कुनमा हाल्ने मलाई भन्दैन म कुनमा हाल्ने तिमीलाई अहिले आउँछ फिल्म खेल्न अफर कुनमा हाल्ने भने कि मलाई तिमी कुनमा खेल्छौ यस्तो आयो भने त म कुनै खेल्छु तिमी केमा खेल्न चाहन्छौ When you feel alone but you see थोडा बुझ्यो होला हुन्छ यहाँ मलाई थाहा छ के भएको छ के भएको छैन भनेर मैले भनिरहेको छु त हजुर जब स्लो छ त होइन सोलोमा हिँडिरहेको छु म त्यही माथि सिङ्गल छ किन टेन्सन दर्शकहरूको सुविधाको निम्ति दार्जिलिङ बजारको अगाडि लिपस्टिक गोरा सम्पर्क गर्ने नम्बर रहेको छ 787-219-8270 त्यसै गरी मिकी माउस टम एन्ड जेरी हाई फाई सो हामी जू जाने बाटो पाएछ
सो हामी चाहिँ ओम्बो के गर्ने होला हो। सो कति टाढा छ यहाँबाट सिमडी दार्जिलिङ गभर्मेन्ट कलेज रे। सो यहाँबाट चाहिँ हाम्रो दार्जिलिङ गभर्मेन्ट कलेज भ्रमण गरिरहेछ। वाउ हजुर कहाँ हिँडेको अनि छैन सिन यहाँ उयो होइन होइन यहाँबाट चाहिँ हामीलाई कहाँ के को ट्याक्सीहरू लाग्छ यहाँ चाहिँ यस्तो यहाँनिर चाहिँ हामीलाई यस्तो एरियामा हामी आएको छ। कहाँ हिँड्दै सो हामी मुभ अन गरिरहेछौँ। अब यहाँ भर्खर त हामी दार्जिलिङ कलेज आएको रहेछ। ज्ञानी नै हम महात्मा है महात्मा क्यों ज्ञानी करके मुझे डाउनफॉल कर रहा है आप तुमने। I love today, I live tomorrow, so busy अरे तुझको ही मोमो यहाँबाट पनि त पुग्छ जू थाहा छ यहाँ माथिबाट जू पुग्छ नि। सो ल हेरौँ न एकछिन वेट गरौँ कस्तो हुन्छ। तल झट्ट राम्रो जू जान्थ्यो हामी पाण्डा भ्याली रे बेली के गर्ने हामी एकछिन वेट गरौँ न। यहाँ गाडी आयो भने चढेर गइदिउँ गाडी आएन भने ठिकै छ होइन। सो विथ साइड होइन हामी चाहिँ सिंहमारी नगइकन हामी चाहिँ जू जाँदै गइरहेछौँ हिँडिरहेछौँ हामी यस्तै हो। लेट्स गो। अब एकछिन हामी यहाँ चाहिँ यहाँबाट चाहिँ हामी 5 मिनट हिँडेपछि चाहिँ हामी जूमा पुग्छौँ र त्यहाँ भेट हुने नै छ हाम्रो। के कति साह्रै नै सकेन एनर्जी सक्यो।